कबीर साहेबको कलियुगमा अवतरणको बारेमा म जानकारी दिन गइरहेछु। विक्रम सम्वत 1455 ज्येष्ठ महिनाको पूर्णिमाको बिहान ब्रह्म मुहुर्तमा पूर्ण परमेश्वर कबीर जी स्वयं आफ्नो मूल स्थान सतलोकबाट आएर बालकको रूप धारण गरी काशीको लहर तारा तलाउभित्र कमलको फूलमा बस्नुभयो। पहिला म निरु निमाको बारेमा बताउन चाहन्छु। द्वापर युगमा निरु र निमा सुपर सुदर्शनका बुवा आमा थिए। उनीहरूले त्यस बेला कबीर साहेबको कुरा स्वीकार गरेका थिएनन्। अन्त्यमा सुदर्शनले करुणामय रूपमा आउनुभएको कबीर साहेबसँग प्रार्थना गरेका थिए, प्रभु हजुरले मलाई उपदेशका रूपमा सबै थोक दिनुभयो। हजुरसँग आजसम्म केही माग्ने आवश्यकता नै परेको छैन, किनकि हजुरले सबै मनोकामना पूरा गरिदिनु दिई वास्तविक भक्ति धनले परिपूर्ण गरिदिनुभयो। यस दासको प्रार्थना उचित लागेमा स्वीकार गर्नुहोला। मेरा आमा बुबाले कुनै जन्ममा मानव शरीर पाउनु भएमा उहाँहरूलाई सम्हाल्नुहोला। प्रभु उहाँहरू धेरै पुण्यात्मा हुनुहुन्छ, तर आज उहाँहरूको बुद्धि उल्टो भएकोले परमात्माको बानीलाई स्वीकार गरिरहनु भएको छैन। कबीर साहेबले तिमी चिन्ता नगर, नत्र तिमी आफ्ना आमा बुबाको चक्करमा यहाँ अल्झिनेछौ। समय आएपछि यिनीहरूलाई पनि सम्हाल्छु र कालको जालबाट पार गर्छु। तिमी निश्चित भएर सतलोक जाऊ भन्नुभयो। सुदर्शनजी सतलोक गए। कलियुगमा निरु र निमाको रूपमा जन्मिनु भन्दा अगाडि पनि सुदर्शनका बुवा र आमाको जन्म ब्राह्मणको घरमा भएको थियो र त्यस बेला पनि निसन्तान नै थिए। फेरि उनीहरूको तेस्रो मनुष्य जन्म काशीमा भयो। त्यस बेला पनि उनीहरू ब्राह्मण र ब्राह्मणी गौरी शङ्कर र सरस्वती नामका थिए। सन्तान फेरि पनि भएन। निरु र निमा दुवै गौरी शङ्कर र सरस्वती नाम भएका ब्राह्मण जातिका थिए र भगवान शिवका उपासक थिए। शिव पुराणबाट भगवान शिवको महिमा निस्वार्थ भावले भक्तात्माहरूलाई सुनाउने गर्दथे। कसैबाट पैसा लिँदैनथे। उनीहरू कति असल आत्मा भए थिए भने कसैले आफू खुसीले दिएको दक्षिणाबाट आफूलाई खान पुग्ने मात्र राख्थे र बचेको पैसा भण्डारा गराउँथे। अन्य स्वार्थी ब्राह्मणहरूले गौरी शङ्कर र सरस्वतीको ईर्ष्या गर्थे, किनकि गौरी शङ्कर निस्वार्थ रूपमा कथा वाचन गर्थे। पैसाको लोभमा उनले भक्तहरूलाई नअल्मलाउने भएकोले उनीहरू प्रशंसाका पात्र बनेका थिए। अर्कोतर्फ यिनीहरूको पक्ष कुनै हिन्दू ब्राह्मण छैनन् भन्ने कुरा मुसलमानहरूले थाहा पाए। त्यसको फाइदा उठाएर उनीहरूलाई जबरजस्ती मुसलमान बनाइदिए। मुसलमानहरूले आफ्नो पानी उनीहरूको घरभित्र चारैतिर र सबै लुगामा छर्किदिए तथा मुखमा पनि हालिदिए। त्यसपछि हिन्दू ब्राह्मणले अब यिनीहरू